बर्दियालाई बाघले तर्साएको छ। मधुवन नगरपालिका वडा नम्बर 3 को भग्रैया गाउँ। एकातिर भारतको कतरनिया घाट वन्यजन्तु आरक्ष, अर्कातिर बर्दिया राष्ट्रिय निकुञ्ज। बाघ हिँड्ने बाटो र मान्छे हिँड्ने बाटो एउटै छ। रूपा खनालको आँगनमा हामी गफियौं। भोट माग्न त आएको होइन। भोट कस्तो मान्छेलाई दिने विचार छ तपाईहरुलाई भनेर? भोटको भन्दा त बरु यो गाउँमा कति क्षतिपूर्ति हुन्छ, कस्तो गरी बसिया छन् यो गाउँका, कस्तो स्थिति छ भनेर बुझ्न आयो भने। हो, हामी चाहिँ त्यस्तो बुझ्न आएको, भोट माग्न आएको होइन। हात्ती बाघ साँझै आउँछन्। हो अनि 5 जनालाई दिनमा पनि हिँडिदिन्छ। अनि अलिकति साँझमा बाहिरै निस्किँदा भित्र ढोका लगाउँछु, दोर भित्रै बसेर खान्छु खाना पनि। बाख्रा लग्छ, मान्छे लग्छ, कुकुर पनि लगिन्छ। कुकुर लग्छ, केही कुकुर पनि राख्दैन। यो बाघ पाल्नुभन्दा त विदेशतिर पठा हुने, हात्ती पठा जस्तै मार्यो नि मान्छेलाई। मान्छे मार्ने हात्ती क्या 5-7 जना पुग्यो नि। यही गाउँको यहाँको भदैलाई मार्यो, यहीँ घरै बस्थे, यहाँले पाल्नु भएको थियो। तपाईको भदैलाई मेरो ससुरालाई पनि मार्यो। अनि गोरु के त्यहाँ कति ठुला गोरु मार्यो। अगाडिको यही घरको गोरु खाने त्यहाँनिरै ठुला ठुला, अहिले पनि त्यत्रै गोरु ल्याएछन् तिनीहरूले। दुईटै गोरु के फेरि मार्नु पनि त्यस्तो गराउँछ। के गर्ने, हामी त लास्टै पछि ट्यागाउँछ। हामीलाई त चुनावमा जले जितुस जे गरौँ सबभन्दा हामीलाई त वन्यजन्तुबाट पीडित छौँ। हामीलाई वन्यजन्तुबाट संरक्षण हुनु पर्यो। अनि आउने जाने नेताहरूले के भन्छन् त? कोही आएको छैन आजसम्म नेताहरूलाई कोही अहिलेसम्म कोही घुसेका पनि छैन। यो गाउँखेतीमा चाहिँ चित्तलाई आएर स्वाहा बनाइदिन्छ। हामी त्यहाँ हाँक्न जान सक्दैनौँ। राति ढोका खोलेर बाहिर निक्लिन सक्दैनौँ। बाघको डरले गर्दाखेरि अब क्षतिपूर्ति त्यताबाट हामीले खाने लाउने कसरी? हजुरहरू कहाँदेखि आउनुभएको? हामीहरू त काठमाडौँबाट आएको। गाउँठाउँमा चुनाव पनि लाग्यो, अनि गाउँठाउँका मान्छेहरूको सुख दुःख के रहेछ, नेताहरूसँग के अपेक्षा रहेछ भनेर सोध्दै खोज्दै हिँडेको। जसले जिते पनि जे गरे पनि सबभन्दा हामीलाई बाटो बनोस् र हामीलाई वन्यजन्तुबाट टाढा गर्नु पर्यो। कसरी गर्ने त? त्यो कसले गर्ला? त्यो त अब सरकारले गर्नु पर्यो नि। सरकारले अब नि जस्तै मान्छेलाई मारिराखेको छ, त्यो 10 लाखले केही हुन्छ त भन्नु त? त्यो आँखा छाराल्ने मात्रै हो, जिउ गइजान्छ। 10 लाखले केही हुन्छ हुन्न। अब 13 वर्ष हाम्रो बधालाई बाघले खाइदियो, त्यही पनि रोइ मरि, कहिले कहाँ दाउ कहिले कहाँ दाउ। काग पनि त रित्यो सबभन्दा। अब त्यो आमाले त्यो बच्चालाई खोजेर पाउँछ त? 13 वर्षको बच्चा? हामीलाई त पैसा भन्दा पनि हाम्रो बच्चा बनाएर त्यस्तै देउन न सक्छन्? सक्दैनन् नि। 7 जना मारुन्जेसम्म केही भयो त? केही भएको छैन। 7 जना मार्यो, तर यहाँ त्यही क्षतिपूर्ति पनि 10 लाख पनि दौडधुप गरी यो कुरा चाहिँ यताबाट जितेर जानेहरूलाई भन्नुहुन्छ कि भन्नुहुन्न त? भन्छौँ सधैँ यस्तै छ। त्यही 10 लाख गरी दिन्छन्। वन्यजन्तुहरू आउन रोक्ने ओर्ने, यता तार जाली लाउने ओर्ने काम चाहिँ भएको छ कि छैन त? जाली त छ। अब हात्तीले कचाक पारेल्छ। यस्तै हुन्छ नि पातलो जाली। जस्तै हजुरहरू खाताबाट आएको भए त्यो हात्ती पाइले बनाएको त्यो पिल्लरहरू देख्नु होला। त्यस्तो भएको भए हुन्थ्यो। हामीलाई त्यस्तो गराइदिनु, यो जाली नदिनु, बरु हामीलाई थोरै सालकै थोरै गराएर भए पनि यो पुरै गरिदिनु भन्दाखेरि नै गरे। तपाईँहरूका बजेट गरे फिर्ता जान्छन् गरे। यस्तो नभएपछि कहाँबाट हुन्छ? हुन्न। अनि अर्को साल तपाईँहरूले पाउनु न, यो नलगाएपछि यही लगाउनु पर्छ भनेर जबरजस्ती लगाइदिन्छन् उनीहरू। अनि हात्तीले त आज लगाए भोलि आएर हात्तीले भत्काइदिन्छ। बाघ पनि बाघमाथि पोलमा चढ्या भन्थे हामी त्यही खेतमा बसेर यस्तै एक टाउकामा बाँध्न लाग्थेँ मैले नि। त्यही पोखरीको त्यहाँनिरै बसेको थियौँ। अनि त्यहाँनिर त्यो छेउबाट औटा छ नि, त्यहाँनिर फट्ट नाग्यो कि त्यो बाघले। यी पुरै ढक्की दही जान्छ दिउँसै बुटाबाट पारीकोमा यत्रो छ। त्यसको पेट पनि यस्तै हो हिँड्ने बेला, यति ठुलो। यही बुट्टैनुबाट जान्छ त। त्यही भएर हामीलाई पैसा पनि चाहिएको होइन, केही पनि चाहिएको न। सबभन्दा हामी वन्यजन्तु पीडित छौँ। हामीलाई त्यसलाई संरक्षण गर्नु पर्यो। भैँसीलाई र मान्छेलाई एकै ठाउँ राखेर हुन्छ र हुन्न? यति सानो एरियामा कोरिडोर बनाइदिने, अनि मान्छे पनि त्यही राख्ने, जनावर पनि त्यही राख्ने। जनावर मात्रै राखे भएको थियो। यो बस्ती उठाएर हामीलाई उठाएर अर्कै
दिएर त यो पुरै कोरिडोर गराएर जति जङ्गली यसरी जनावर हामीलाई पाल्यो उठाउने त सम्भव छैन किनभने चाहिँ हामीलाई उठाएर फेरि पल्लो गाउँलाई नोक्सान गर्छ पल्लो गाउँलाई उहाँ पत्थरबोजीलाई नोक्सान गर्छ सबभन्दा हामीलाई त्यो तारबार गरिदियोस् जङ्गलमा चारैतिरबाट घेरिएका छौँ हामी बिचमा छौँ भोट हाल्ने कि नहाल्ने त यसपालि के छ भोट त हामी हाल्ने हो अब जसले पहिला हाम्रो माग पुरा गरेछ त्यहीलाई दिने हो गरेछ अलिअलि कसैले माग पुरा हिजो अस्ति अहिलेसम्म त कहिले कसैले गरेको गरेको छैन माग पुरा सबै गाउँमा बाटो पिच भयो हाम्रो गाउँमा बाटो पिच भएको छैन जस्तै साइकलमा जाने मान्छे नि पिचबाट छिटो जान्छ त त्यही बत्ती बाघले भेटाइदियो पनि क्या अब यो गराइबिलमा गाडाङ गुडुङ गर्दा गर्दै त साइकलबाट लुट्ने भइगयो बाघले पनि जम्टिने भइगयो परार साल म खाताबाट सामान ल्याए आउने बेला हेर्नु पुरा टाउकोमा सामान राखेको छु यहीँ बिचै बाटोमा यता गाउँ देखेको छैन उता रोड रहेको आइगयो यति ठुलो बाघ हेर्नु बाटैमा ए भगवान् अब खाने त होला भने त्यही बाघतिर हेरेछु उतै पछि हिँडेर पुग्यो त्यही दिनै उहाँ कोठ्याटको रिनुलाई मार्यो त त्यसले मलाई मार्न्थ्यो त्यही दिन जम्के भेट भइगयो थियो यही रुख र यति थियौँ क्या त्यत्रो ठुलो बाघ केही दावा आएन मलाई हातखुट्टा काम्न लाग्यो बरु पछाडि हिँडेँ उतै त्यसलाई हेरेछु उतै हिँडेछु त्यस्तो घर आउनु त लक 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 जिउ काम्ने पुरा त्यहाँबाट घर आउनु पऱ्यो फेरि 2 मुखार त पानी खाउँला मैले त्यस्तो बाघ मैले जिन्दगीमा देख्दै देखाएको थिइनँ कि बाघ पनि यत्रा ब्ल्याङ्केटका टोब्रा जस्तै ठुलो टाटेर बाटे रङ्गे बिरङ्गीको बाघ क्या 7 जना मर्दाखेरि कस्तो भयो होला यो गाउँ भन्नु त हिँड्दै मकै खान्छन् भन्न बाँदर कुर्न गयो किलाई यही आफ्नै जग्गाबाट लैगयो भदौको महिनातिर यहाँ त पहिला 25 रुपियाँ दाउरा बेचेर खाएर बचेको गाउँ हो यो कोठेहाट 25 रुपियाँ भारी दाउरा बेच्थे त्यही गरे अब त्यही पनि हरियो अब जङ्गल जाने कमाइ छैन बाघले मार्छ अब घरै त्यो बस जङ्गल गए मारिहाल्छ अब जङ्गल किन जान्छ र भन्छ सरकारले पनि अब नेताहरूले गर्लान् कि केही न केही खै अब आश त छ अब आउने नेताहरूले क्या केही विकास अब भर्खरका इभोगहरू भएको छन् पहिला बड्डा अड्डा भन्ने बड्डाल त त्यत्रो पैसा जलाए जलाउने बेला जलाए अहिले आइबाट जलाएको भन्छन् देखाएको भन्छन् के हो अब तिनलाई थाहा होला कि भगवान्लाई थाहा होला नि पैसा अब त्यो पैसा यत्रो फेरि त के गरे उसलाई गाउँलाई लगाइदिए भए कति हुन्छ विकासहरू के कोहीलाई रोजगारी दिने अनि रे भाटाघाटा बनाउने फ्याक्ट्री खोलिदिने नयाँले गरेपछि अब नयाँलाई अहिले त नयाँलाई भर्खरका त्यस्तै त्यही पनि 5 वर्ष कति वर्ष हुन्छ अब तिनको वादा गरे भने त गरे भनेर अब विश्वास लाग्ला युवा नेताले गर्छन् कि भन्ने आश जित्ने बेला कसले जित्ने हो जितेपछि भोट गनेपछि बल्ल थाहा होला कसले जित्छ भन्ने अहिले त उसले पनि म जित्छु भन्छ उसले पनि म जित्छु भन्छ यो कुरा फेरि पुर्याइदिनु होला उहाँ ठाउँमा यस्तो गाउँ रहेछ बिछोटिया गाउँ रहेछ अनि हात्ती लाग्नेछन् बाघ बाँदर बोदेल सबले खेतीबालीले खान पाइन्छ लसुन शुद्ध उम्काएर अनि आलु लगिहाल्छ भात दिक्चे पनि लैजान्छ वाङ्ग चढेपछि त अनि अरूले पनि सुन्नु नि नेताहरूले त्यो गाउँमा पुग्नु पाइन्छ यस्तो पिछटिया गाउँ रहेछ त्यहाँ त धेरै पीडित हुनुहुनेछ अहिले भोट माग्न जाने पनि लाजै छ त्यो गाउँमा त भनेर हाल्दिनु हो त न हाम्रा बाटाघाटा बनिया छन् अनि न हाम्रो नजिकै हस्पिटल छ भन्नु अनि न स्कुल नजिक छन् हेर्नु बच्चा पनि कतिखेर आउला घर नआउनेसम्म काहीँ बाटैबाट टिप्दियो कि भन्ने हुन्छ हेर्नु स्कुल टाढो त छ यताको पनि जङ्गल हेर्नु सुनाइदिनु होला अब जसरी भए पनि हाम्रो अनुरोध छ बर्दियाको मधुवन नगरपालिकाको भङ्गाहा गाउँमा भेटिएका बिर्सा वंशी र मन्सरी घरती मगरले बाघलाई तह लाउनेलाई भोट हाल्छौँ भने योभन्दा पहिला भोट माग्न आउनेहरूले के भन्थे के भन्नु र सबैलाई हामी चिन्न नसक्ने बुझ्न नसक्ने उहाँले मलाई भोट दियो भन्ने उसले म राम्रो काम गर्छु भन्ने अब हामी जनतालाई के थाहा हुन्छ त्यो कसले राम्रो काम गर्छ को नेता हामी त्यति चिन्दैनौँ नेताहरू गाउँ डुल्न आउँदाखेरि के गरिदिन्छु भन्छन् त कसैले पैसै दिन्छु गरे घरमा चामल छैन होला केही छैन होला खर्च भन्ने भए बोलाउने भए कसैले कोही के भन्ने कोही के त्यही त अनि यो जङ्गली जनावरको बारेमा के भन्छन् त त्यो त भन्दैनन् त्यो भन्दैनन् नि थाहै हुन् तपाईँहरूको मुख्य समस्या चाहिँ जङ्गली जनावर ल्याएर दिने दुःख नै हो हैन त
हात्तीहरू आउँछन् बाँदर बाँदरहरू बँदेल कति साल भयो गरे तपाईँको जेठानीलाई खाइदिएको बाघले नि भइगयो माइलीलाई यहाँ बगेर गाउँ अब 3 वर्ष भयो क्या यसपालि त झन् हाम्रो रातभरि आएर त्यो हात्ती बँदेल बाँदर सारा सकेर केही थिएन के आधा हरियोले आधा पाक्न अलिअलि दिएर त्यो सेला ल्याएको थिएँ अहिले सिद्धिको अनि तपाईँहरूको यो दुःख चाहिँ नेताहरूलाई थाहा छ कि छैन त थाहा भयो पनि के थाहा पनि के गर्ने हो र अब खान्छन् होला त्यही त हामीलाई थाहा छैन। जो जान्छ त बारीमा अब किस्मतमा छ भनेपछि देखेकोलाई खान्छ क्या देखेकोलाई खान नगएर बाघले पनि जसको खाने लेखेको छ त्यसलाई खाने भयो खाए पनि के 10 लाख पाइन्छ भन्छन् अब 10 लाख पनि के हो क्या खै यसपालि भोट माग्न आउने नेताहरूलाई चाहिँ के भन्ने विचार छ त जति भने पनि अब हामी दिन्छौँ हामी गर्छौँ हामी सुविधा दिन्छौँ भन्छन् अब के गर्नु यो बाघहरू जनावरहरूको लागि अब त्यसलाई के गर्ने अब जनावर अब मार्न मिलेन मान्छे मरेपछि कुकुर बराबर जनावर मार्ने बित्तिकै हातकरी गरेर त्यसलाई बरु मारेर सिधा आनन्द केही दुःख पनि हुन्थेन त्यस्तो लाग्छ है त्यही लाग्छ त कस्तो नेतालाई भोट हाल्नु मन छ त नेताभरि हुने होला न फगाइलोलाई फगाइ गरेर काठमाडौँ घर भएका बाहिर उनलाई खान्छ नि छैन खाने हामीलाई खान्छ बाघले नेताहरूलाई त जति जनावरले खान्छन् त्यो हामी हेर्छौँ छुट्टीपुट्टी गर्छौँ दिन्छौँ भने केही दिँदैन बलै हो दिन्छौँ भन्ने हो आफूहरू ठाउँमा गएर मजाले बस्ने हो जति दुःख पर्यो जनतालाई पर्ने हो कि हो त्यस्ता कुरा थोरै गर्लान्थ्यो भोट माग्न लागि होइन अरू के पो लोभ लालच देखाउनु हजुरहरूले पो भन्नु अब त्यसो त कहाँ नेताहरूले त्यो जनावरहरू त आफ्नै आँखाले देखाएको छन् आफ्नै मुखले थाहा पाएको छन् कहाँ भन्छन् त्यस्ता कुरा त्यो विषय कुरै निकाल्दैन अनि अरू विषयमा भन्लान् बरु ल म यो खाना दिउँला पैसा ल्याइदिउँला खर्च पुगेको छैन भने केही भन्लान् तुरुन्तैको मान्छेलाई लोभाउनलाई त भइगयो पछि भविष्यको सामान त त्यो किन भन्ने भयो कति जनताले त घुस खाएर पनि हाल्या पनि छन् नबुझेर कोही चामल तुरुन्तै भरिदिएकाले पैसा पकेटमा दिएको म त भन्छु पहिला मान्छे चिन्ने बुझ्ने त्यो पैसा दिएर घुस पाएर होइन त्यसको पछि लागेर त्यसले गरिदिने कि नगरिदिने उल्टो दुःख दिने कि त्यस्तालाई हालेर के पछिसम्मको बरु 1 रुपियाँ खाना नदियोस् न त्यसको बोली पक्का विश्वास होस् हेरोस् त्यस्तालाई चिनेर बुझेर दिने सकेछ विज्ञापन छैन म अहिलेसम्म बिग्न पनि मलाई चाहिन्न मासु भात देख्नु भएन उल्टापट्टि मासु भात खुवाउँटो गरी भोट हालाबाट लाग्छ म आफ्नो जग्गा बेचेर रिनाइ लागेर भिडियो जानु परेछ कि नै भोट माग्दा भनेर लास्टमा ऊ मेन नेताले पुरा उसलाई फसाइदियो लास्ट आफ्नो जग्गा गयो थाहा छैन आफू बिचल्ली भएर उहाँ विदेश जानु पर्यो ऋण तिर्नु नेताको भाउ नेता चुनिया हुन्छन् केही थाहा हुन्न कसले के गर्ने हुन्छ थाहै छैन भित्र हामीलाई नेतालाई हामीलाई ढुक्क थोरै लाग्छ त विश्वास ढुकचुक्टो लाग्छ नि नेता यस्तै भन् भने त्यही जनतालाई ढोक गर्ने होला भोट पाउनलाई भोट पाइसकेपछि को नेता के हुने थाहा छैन काम भनेर जाने